देखो किसी को मालूम नहीं पड़ना चाहिए कि हम लोग कहाँ जा रहे हैं, वरना गुंडे पीछे पड़ अरे जाए। किसी को पता नहीं चलेगा, मैंने सबको बोल दिया कोल्हापुर नहीं जा रहे। हो पानी पर्यो है गाइस अबले चाहिँ यहाँ झन्डा राख्दैछु हाम्रो नेपालको नि यस्तो यस्तो दामीहरू ठाउँ रहेछ घुम्न आउनु होला है। बाटो चाहिँ एकदम खराब छ। अब यहाँ गाउँ भन्ने छैन। ओ यो पारीको चाहिँ अब सबै गोठहरू होला है, सबै अब बिचबिचमा गोठ जस्तो छ अनि सबै चौरी नै चौरी छ। गाडी कुदाउने मान्छेलाई यस्तो जुका लागिसक्यो। ल जुका चाहिँ यहाँ अब यो टिप त मान्छेले यस्तो जुका आउँदो रहेछ है। मैले गाडी कुदाएको थिएँ नि त, सबै हिलो हिलो लागिसक्छ। बाटोमा कसरी पुरा खले यस्तो यस्तो गरेको। यहाँ चाहिँ बाटोको अवस्था यस्तो भएर यहाँ हेर्ने हाम्रो यहाँ खलासी दाइ यहाँ बोलाउँदै हुनुहुन्छ यहाँ गाडीलाई होइन। कहाँबाट अरे कहाँबाट हाम्रो यहाँ खलेदै जाँदै हुनुहुन्छ। बाटोको अवस्था यस्तो छ पुरै यो त गाउँघर भन्ने त यहाँ त छँदै रहेन रहेछ पुरै। यो त खर्क भन्ने ठाउँतिर पो आइदिएछ त हामी त। बाटो फेरि यस्तो अप्ठ्यारो छ है गाईहरू। यहाँ जुका फेरि यस्तो धेरै लाग्दैन जस्तो गाई भैँसी चरेर होला। ए ओहो यो चाहिँ गोठ रहेछ यहाँ। यहाँ चाहिँ अब गाई भैँसीहरू बस्छन् होला होइन। यहाँ बाटो त के हो? बाटो चाहिँ यस्तो छ अनि यस्तो अवस्थामा यसरी हिँडेर कति मजा भएको होला हामीलाई घुम्नुलाई। कस्तो भयो अरे लड्नु भयो हाम्रो गुरुजी यहाँ भलात्तै पाराले। छेउ 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 फुर्के छेउ। अहिले चाहिँ ठ्याक्कै 5:30 भयो तर यहाँ हामी यहाँ कुन ठाउँमा आइपुग्यौँ भन्ने अहिलेसम्म थाहा छैन। हजुर उहिलेको बुढाहरूले माथिल्लो बाटो गएको भए यति हामी बसन्तपुर निस्किसक्थ्यौँ। यो बाटो हिँड्दा कस्तो महसुस भइरहेछ। यता तल छेउ न तल छेउबाट हामीले मधेसमा कुदाएको हो र पहाडमा कुदाएको यार। पिच कुदाएको नि। अब यस्तो एउटा जुका उखेल्नु पर्यो। जुका उखेलेको जुकाले खायो। बाटो कस्तो छ गाइजहरू? बाटो भन्नुहोस् कस्तो छ? हेलो गाइज, अब यो चाहिँ कुन चाहिँ ठाउँ होला होइन। उहाँ चाहिँ खोलाले पुरा उयो भएको रहेछ, पहिरो गएको रहेछ तर देखिँदैन रहेछ यार। देखिने त यस्तो जुम गरिदिएको थियो। बल्ल हामी चाहिँ यहाँ नुनढाकी भन्ने ठाउँमा आएछ। आमा हालत यस्तो छ बिजोक छ ए। पानी ठुलो पानी पऱ्यो हो यस्तो छ ए गाइजहरू।